आमाको मुख हेर्ने दिन माता तीर्थमा तीर्थालुको भिड। आन्दोलन र शिक्षक र प्रहरी बीच झडप, शिक्षक माथि बज्रियो पानीको फोरा र लाठी। कसरी भयो प्रहरी र शिक्षकहरू बीच झडप, यो सम्बन्धी विशेष प्रसंग आजको समाचारमा हेर्नुहोस्। बानेश्वर झडपमा 60 शिक्षक घाइते भएको महासंघको दाबी, प्रहरी भन्छ थाहा भएन। शिक्षकहरूको धैर्यताको बाँध टुट्दै शिक्षकहरूको हातमा ढुङ्गा। नेपाल शिक्षक महासंघले बन्यो आन्दोलनमा सरकारले घुसपेट गर्यो। सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कंग्रेस सांसद राईलाई 3 दिन हिरासतमा राख्न अनुमति। शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीको आँखामा गम्भीर चोट, प्रहरीले बोकेरै पुर्यायो अस्पताल। आन्दोलन र चिकित्सकहरूलाई पानीले रोकेन, पानीमा रुच्दै चिकित्सकहरूले गरे प्रदर्शन। कंग्रेस महामन्त्री गगन थापालाई ओलीको चुनौती, बेडरुमसम्म बिचौलियाको पहुँच प्रमाणित गर्नुहोस्। शिक्षक महासंघले भने स्थानीय तहबाट शिक्षकको सरुवा र राजीनामा गराउने धम्की आयो। अन्तिम धक्का दिन आवश्यक छ, तुरुन्त काठमाडौँ आउनुहोस्। राप्रपालाई एमाले सांसदको प्रश्न, श्री 5 फर्किन्छ भने श्री 3 किन फर्किँदैन? आफैलाई श्री 5 महाराज धिराज घोषणा गर्ने, पूर्व राजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग। राजेन्द्र लिङ्गदेनलाई कंग्रेसको चुनौती, भाटबाटनीमा रक्सी चोर्ने कुन सहमहामन्त्रीको छोरा हो प्रमाणित गर्नु। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको भनाई, सरकारले आफ्नो आयुको भन्दा उपलब्धिको चर्चा गरोस्। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदन सहित प्रतिनिधि सभामा पेश। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाई, शिक्षकका मागहरू पूरा गर्न सरकारलाई दबाब दिन जरुरी छ। सरकारलाई माओवादीको प्रश्न, प्रतिपक्षको मुखमा बिर्को लाग्ने गरी काम गर्न केले रोक्यो? सफा टेम्पोमा भेटिन पूर्व मन्त्री विद्या भट्टराई, मन्त्री छोडेकै दिन छोडिन क्वार्टर र सरकारी सवारी। अर्का सांसदले हाले तस्बिर। प्रचण्ड लक्षित एमाले सांसदको टिप्पणी, आफ्नो राजनीतिक रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम भयो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रश्न, पोखरा विमानस्थलमा भएको 10 अर्ब बढीको भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्न हिम्मत छ। सप्तरीमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु, 6 जना घाइते। एकै विधेयकमा 1 भन्दा धेरै ऐन संशोधनको प्रस्ताव नल्याउन संसदीय समितिको सुझाव। तिनकुने घटनाको अनुसन्धानमा रहेका धवल शमशेर प्रहरीको सहानुभूतिले छोडे। बिरामी बनेर छुटेका उनी राजवादी आन्दोलनमा फेरि सक्रिय। 15 गतेको प्रदर्शनमा सहभागी हुन आह्वान। प्रहरीमाथि गम्भीर प्रश्न। संसदका कर्मचारीले 15 वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत। नायिका श्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लागेको विषय संसदमा उठ्यो। 7औं हप्तामा पनि एन्जिलालाई 40 भन्दा धेरै सो। चितवनबाट काठमाडौँ लगिएको थिते करेलामा भेटियो विषादी। भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा तेस्रो दिन पनि गोली हानाहान। इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या 25 पुग्यो। बिलायल भुट्टोको भनाई, कि त सिन्धु नदीमा हाम्रो पानी बग्छ वा भारतको रगत। उनको अभिव्यक्तिपछि भारतीय नेता उग्र। जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन्। समुद्र सतहबाट 4534 मिटरको उचाइबाट विश्व जलवायु परिवर्तनको निगरानी। र ट्रम्पले भने, म अद्भुत काम गरिरहेको छु, जनता मलाई तेस्रो पटक राष्ट्रपति बनाउन आतुर छन्। यी र यस्तै समाचार सहित देश विदेशका 25 महत्त्वपूर्ण खबर संक्षिप्त रूपमा लिएर आएका छौं। हाम्रो भिडियो सामग्री अन्तिमसम्म हेर्नुहोला। नमस्कार, ईशा नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सुजन पौडेल। सदाका दिन जस्तै आज पनि हामी देश दुनियाँको ताजा अनि महत्त्वपूर्ण खबर अपडेट सहित तपाईंमाझ उपस्थित भएका छौं। तपाईले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ? कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनु होला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। आजको समाचार सुरुवात गरौँ आमाको मुख हेर्ने दिन माता तीर्थमा तीर्थालुको भिड सम्बन्धी प्रसंगबाट। आइतबार माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। यस दिन आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशीर्वाद लिएर मनाइएको छ। माता तीर्थ औँसीको दिन काठमाडौँको माता तीर्थमा विशेष मेला लागेको छ। माता तीर्थ औँसीको अवसरमा विशेष मेला लागेको बिहानैदेखि आमाको स्मरणमा माता तीर्थमा पुगेर पूजाआजा गर्नेहरूको भिड लागेको थियो। माता तीर्थ औँसी जन्मदिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाउँदै आइएको छ। माता तीर्थ औँसीको दिन बिहानै उठेर नुहाएपछि आफ्नै आमालाई नयाँ लुगा, मिठा तथा तागतीलाई खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्दछन्। तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गरेका थिए। के नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी कानून न्याय तथा मानवाधिकार समितिको प्रतिवेदन प्रतिनिधि सभा समक्ष पेश भएको छ। सभाको आइतबारको बैठकमा समिति सभापति बिमला सुवेदीले उक्त प्रतिवेदन पेश गर्नुभएको हो। विधेयकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग लगायत अन्य आयोग सम्बन्धी ऐनमा विद्यमान संविधान प्रतिकूलका प्रावधानहरू संशोधन गर्न उल्लेख छ। शिक्षा ऐन, विदेशी विनिमय ऐन, स्थानीय प्रशासन ऐन, बोनस ऐन, जन्म, मृत्यु तथा
अन्य व्यक्तिगत घटना दर्ता ऐन, नेपाल विद्युत प्राधिकरण ऐन लगायतका ऐनहरूलाई संघीयता अनुकूल बनाउने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ। अबको क्रममा शिक्षकहरूको धैर्यताको बाँध टुट्दै जाँदा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरी र शिक्षकहरू बीच भएको झडप सम्बन्धी प्रसंग। दिनौं झैं आइतबार पनि शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डल नयाँ बानेश्वर सडक खण्डमा विरोध प्रदर्शनका लागि निस्किए। विगत 25 दिनसम्म माइतीघरबाट हिँडेर नाराबाजी गर्दै नयाँ बानेश्वर स्थित एभरेस्ट होटल नजिकको सडकमा कोण सभा गर्दै आएका थिए। त्यही शिक्षक नेताहरू भाषण गर्दै प्रदर्शन सकिँदै आएको थियो। तर आइतबार पनि त्यही सडक खण्डमा एकाएक अशान्त बन्यो। नयाँ बानेश्वर स्थित प्रहरी तोकेको निषिद्धित क्षेत्रमा प्रहरी र आन्दोलन र शिक्षकहरू बीच झडप भयो। प्रहरीले लाठी र पानीको फोहरा प्रहार गरेको थियो भने शिक्षकहरूले सडक छेउमा रहेको ढुङ्गा प्रहार गरेका थिए। प्रहरीको लाठी तथा पानीको फोहरा लागेर दर्जन बढी शिक्षकहरू घाइते भएका छन्। दिनौं शान्तिपूर्वक आन्दोलन गर्दै आएका शिक्षकहरू भने आक्रोशित देखिए। सुरुमा शिक्षकहरूले निषेधित क्षेत्रमा राखिएको ब्यारिकेड फाल्न खोजेका थिए। नाराबाजी गर्दै ब्यारिकेड फाल्न थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो। शिक्षकहरूले केपी ओली तिम्रो पाराले दुःख पायो साराले, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाउँदै थिए। सयौंको संख्यामा रहेका शिक्षकहरूले एकाएक ब्यारिकेड फाल्न थाले। प्रहरीले रोक्न खोजेको थियो। शिक्षकहरूले ब्यारिकेड हटाउने प्रयास गरिरहे। एकछिनको घम्सा घम्सेपछि शिक्षकहरूले उक्त ब्यारिकेड हटाउन सफल भए। उनीहरूले ब्यारिकेड हटाएपछि प्रहरीले पानीको फोहरा प्रहार गर्यो। पानीको फोहरा प्रहार गर्दै प्रहरीले लाठी समेत प्रहार गर्न थाल्यो। त्यसपछि आन्दोलनरत शिक्षकहरूले समेत प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थाले। प्रहरीको लाठी र पानीको फोहरा लागेर 1 दर्जन बढी शिक्षकहरू घाइते भएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरूको उपचार भइरहेको बताउनुभयो। बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको र सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलन स्थलमै उपचार गरिएको जानकारी दिनुभयो। आन्दोलन उग्र बनेपछि घुसपेट गरेको भन्दै आफ्नै साथीलाई समेत नियन्त्रणमा लिएका छन्। घुसपेट गरेको भन्दै शिक्षकहरूले आन्दोलन गर्दै आएका शिक्षकलाई नै नियन्त्रणमा लिएका हुन्। महासंघका महासचिव थापाले घुसपेट गरेको आन्दोलनरत शिक्षकहरूलाई नियन्त्रणमा लिने काम भइरहेको भन्दै त्यसलाई रोक्न भन्नुभएको छ। माइकिङ गर्दै उहाँले घुसपेट गरेको भन्दै शिक्षकहरूलाई नै नियन्त्रणमा लिने काम भएको भन्दै उनीहरूलाई परिचय पत्र हेरेर छाड्न भनेका हुन्। प्रहरीले लाठी र पानीको फोहरा प्रहार गरेपछि आन्दोलन र शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। विगत 26 दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू आक्रोशित भएका हुन्। शान्तिपूर्ण आन्दोलन गर्दा सरकार कानमा तेल हालेर बसेको भन्दै उनीहरू आक्रोशित बनेका थिए। यस्तै हालसम्मको जानकारी अनुसार आन्दोलन र शिक्षक र प्रहरी बीच नयाँ बानेश्वरमा झडप हुँदा 15 जना घाइते भएका छन्। शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले गम्भीर घाइते भएकालाई ट्रमामा लगिएको छ। अहिले घाइतेहरूलाई सिभिलमा ल्याएका छौँ। उहाँले टेलिफोन संवादमा भन्नुभयो, अहिले घाइतेहरूलाई सिभिलमा ल्याएका छौँ, जटिल भएकालाई यहाँबाट ट्रमा लैजानेछौँ। 26औं दिनमा आइपुग्दा शिक्षक आन्दोलन तनावग्रस्त बन्यो। आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दै ढुङ्गा हानेपछि प्रहरीले बल प्रयोग गर्यो। सधैँ चाहिँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अगाडि बढ्न खोजेका थिए। सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गरेको थियो। त्यसपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो। त्यसपछि शिक्षकहरू झनै आक्रोशित बने। शिक्षा ऐनलाई बटम लाइन बनाएर शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्। यसरी पढाउने शिक्षकहरू हातमा ढुङ्गा लिएर आन्दोलनमा तम्सिएका छन् र प्रहरीमाथि प्रहार गरेका छन्। नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपेट गराएको आरोप लगाएको छ। आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताउनुभयो। हामी शिक्षक हौं, लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीले भड्काउन घुसपेटी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रूप देखायो। यस्ता सरकार के हजुरबुबा सरकार आए पनि दमन गर्न सक्दैन। उहाँले भन्नुभयो, एक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ। हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्। आइतबारको प्रदर्शनपछि शिक्षकहरू झनै आक्रोशित भएका छन्। सोमबार थप शिक्षक कर्मचारी काठमाडौँ आउने महासंघले जनाएको छ। सोमबार योभन्दा 3 गुणा शिक्षक भेला हुनेछन्। अब हामी पनि आउँछौँ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नु भएको छ, अध्यक्ष सुवेदीले भन्नुभयो। नेपाल शिक्षक महासंघले आइतबार भएको शिक्षक र प्रहरी बीचको झडपमा 60 जना शिक्षक घाइते भएको जनाएको छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलले नियोजित रूपमा शिक्षकमाथि गरिएको आक्रमणमा परि 60 जना घाइते भएको दावी गर्नुभएको छ। म अस्पतालमा छु, हाम्रा 60 जना शिक्षक साथी घाइते हुनुभएको छ। राज्यले नियोजित रूपमा शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास भयो। सुरुमा प्रहरीलाई बाहिरको मान्छेले ढुङ्गा प्रहार गर्यो, त्यसपछि माहौल बिथोलियो, उहाँले भन्नुभयो। काठमाडौँ उपत्यका प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराले पनि 60 जना शिक्षक घाइते भएको बारे आफूलाई जानकारी नभएको बताउनुभयो। 60 जना घाइते भएको भन्ने कुरा हामीलाई थाहा भएन, हाम्रो तथ्याङ्कमा 20 जना घाइते छन्, उहाँले भन्नुभयो। नेपाली कांग्रेसकी सांसद माया राईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतले राईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालतमा लगिएको थियो। उनलाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ। राईमाथि कालीमाटी स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अवचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो। सहकारी ठगी तथा संगठित अपराधको कसरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पर्ची जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन्। राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। राईलाई भने यो मुद्दामा उन्मुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो। राई समेत 5 जनालाई उन्मुक्ति दिँदै 39 जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। राई समेतका व्यक्तिले 690 बचतकर्ताको 1,19,30,90,493 रुपियाँ हिनामिना गरेको आरोप छ। उनी जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य रहेकी थिइन्। पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन्। शिक्षक आन्दोलनको समाचार सङ्कलनमा खटिनु भएकी एकजना पत्रकार घाइते हुनुभएको छ। प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते हुनुभएको। उहाँ शिक्षक र प्रहरी बीच आइतबार नयाँ बानेश्वरमा भएको झडपको समाचार सङ्कलनमा खटिनु भएको थियो। प्रहरीले हानेको पानीको फोहराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका समाचार प्रमुख राजु भण्डारीले जानकारी दिनुभयो। भण्डारीले भन्नुभयो, अहिले उहाँको तिलगङ्गामा उपचार भइरहेको छ। आँखाको परेला मुनि पट्टी गर्नुपर्ने अवस्था छ। शिक्षक र कर्मचारी मैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलन र शिक्षकहरूको 26औं दिनको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो। त्यस्तै उहाँलाई चोट लाग्ने बित्तिकै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेर अस्पतालतर्फ लग्नु भएको थियो। प्रदर्शन स्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफै बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कार्की प्राइम टेलिभिजनकी पत्रकार हुनुहुन्छ। प्रहरीले हानेको पानीको फोहराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका प्रसारण निर्देशक राजु भण्डारीले जानकारी दिनुभयो। निर्वाह भत्ता कार्यान्वयनका लागि सरकारलाई 1 महिनादेखि दबाब दिँदै आएका चिकित्सकहरूले आइतबार पानीमा रुच्दै र्याली निकालेका छन्। माइतीघर मण्डलाबाट चिकित्सकहरू बिजुली बजारको पुलसम्म र्याली निकालेर अगाडि बढेका थिए। आवश्यक चिकित्सकहरूले गठन गरेको स्वास्थ्य कर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक शेषराज घिमिरेले पानीमा भिज्दै र्याली निकालिएको बताउनुभयो। हाम्रो र्याली पानीमा भिज्दै अगाडि बढ्यो। जबसम्म सरकारले गरेको निर्णय कार्यान्वयन हुँदैन आन्दोलन जारी नै रहन्छ, घिमिरेले भन्नुभयो। आइतबार देशभरका निजी मेडिकल कलेज, सरकारी प्रतिष्ठानका आवश्यक चिकित्सकहरूसँगै वरिष्ठ चिकित्सक र नेपाल चिकित्सक सङ्घका पदाधिकारीहरू उपस्थित रहेका थिए। सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यान्वयन नभएको भन्दै 3 हप्तादेखि आवश्यक चिकित्सक सडक आन्दोलनमा छन्। 25 माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवश्यक चिकित्सकलाई 48,000 अर्थात् सरकारी 8औं तह सरह सेवा सुविधा दिनुपर्ने निर्णय गरेको थियो। तर निजी मेडिकल सञ्चालकले 2.5 महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन्। शुक्रबारदेखि जनआन्दोलन सशक्त बनाउँदै आवश्यक चिकित्सकहरूले देशव्यापी रूपमा सेवा बहिष्कार गरेका छन्। चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन गरिरहेका आवश्यक चिकित्सकहरूले अस्पताल भर्ना भएका र आकस्मिक उपचारका लागि आएका बिरामीको स्वास्थ्य जाँच गर्ने, भर्ना गर्ने, विभिन्न वार्डमा जिम्मेवारी लिएर काम गर्नुपर्ने, डिस्चार्ज गर्ने लगायत काममा निरन्तर खटिनुपर्छ। बिरामी भर्ना गरेर राख्नुपर्ने इन पेसेन्ट वार्ड र सर्जरी सेवा विभागहरूमा कार्यरत आवश्यक चिकित्सकहरूले बढी समय ड्युटी गर्नुपर्छ। उनीहरूले सेवा बहिष्कार गर्दा स्वास्थ्य सेवामा असर परिरहेको छ। संसदमा सांसद माया राई पक्राउ परेको सूचना सुनाइएको छ। सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ची जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन्। उनी पक्राउ परेको सूचना शनिबार नै संघीय संसद सचिवालयमा पुगेको थियो। उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा सुनाइएको थियो। सांसद पक्राउ परेपछि संसदलाई जानकारी गराउनुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम 248 मा छ। नेपाली शिक्षक महासंघले स्थानीय तहबाट शिक्षक र कर्मचारीहरूलाई धम्की आएको बताएको छ। महासंघले विज्ञप्ति निकालेर स्थानीय तहबाट सरुवा र राजीनामा गराउने धम्की आएको बताएको हो। सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक, शिक्षक र कर्मचारी साथीहरूलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। महासंघले देशभरका शिक्षकलाई काठमाडौँ आउन आग्रह गरेको छ। अब दरिलो र अन्तिम धक्का आवश्यक भएको छ। यस निर्णायक घडीमा देशभरका सबै शिक्षक, कर्मचारी साथीहरूलाई काठमाडौँ आउनु हुन आग्रह गर्दछौँ, महासंघले भनेको छ। भन्सार विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो। यो विधेयक तत्कालीन अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले ल्याउनु भएको थियो। 18 असोज 2080 मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक 18 चैत 2080 मा प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा दफावार छलफलका लागि पुगेको थियो। 15 चैतमा राजावादीहरूले तिनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका रविन्द्र मिश्र र दुर्गा प्रसाई सहितका व्यक्तिलाई म्याथप गर्न अदालतमा लगिएको छ।
यसअघि पछिल्लो पटक 10 वैशाखमा उनीहरू विरुद्ध 3 दिनको म्याद थप भएको थियो। उक्त म्याद आइतबार सकिएको थियो। उनीहरूको म्याद सकिएपछि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। यसअघि भने अदालतले मिश्र र प्रसाईको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको थियो। उनीहरूले हाजिरी जमानीमा छाडी पाऊँ भन्दै गरेको निवेदनलाई समेत आधार बनाउँदै अदालतले थप 3 दिन मात्र हिरासतमा राख्न अनुमति दिएको थियो। यता प्रहरी र सरकारी वकिलको कार्यालयले भने 20 दिनको म्याद मागेको थियो। 3 कुनैको राजावादी प्रदर्शनका जन कमान्डर भनिएका प्रसाई विरुद्ध कर्तव्य ज्यान सहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ। मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलाइएको छ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ईश्वर बहादुर रिजालले जननिर्वाचित संविधान सभाले राजतन्त्र समाप्त गरेको ख्याल गर्न सुझाव दिनुभएको छ। प्रतिनिधि सभामा बोल्दै उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई यस्तो आग्रह गर्नुभएको हो। नेपालबाट श्री 3 र श्री 5 कसरी समाप्त भयो भन्ने कुरा बुझ्न उहाँको सुझाव थियो। त्रिभुवन नेहरू र मोहन शमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री 3 विदा भयो। 2065 साल जेठ 15 गते जननिर्वाचित संविधान सभा मार्फत नेपालबाट राजतन्त्र समाप्त भयो, श्री 5 समाप्त भयो। सांसद रिजालले स्मरण गर्नुभयो। यहाँनिर राप्रपालाई सांसद रिजालको प्रश्न छ, जनताको प्रतिनिधिले विदा गरेको श्री 5 फर्किन्छ भने सम्झौताको आधारमा विदा गरेको श्री 3 किन फर्किँदैन? उहाँले भन्नुभयो। ज्ञानेन्द्र शाहका नाति हृदेन्द्र शाहलाई श्री 5 बनाउने भन्ने राप्रपाले मोहन शमशेरका नाति पशुपति शमशेरलाई श्री 3 बनाउने भनेर न्याय किन नगर्ने भन्दै व्यङ्ग्य गर्नुभयो। ज्ञानेन्द्रको नाति हृदेन्द्र उहाँलाई श्री 5 फर्काउने भए मोहन शमशेरको नाति पशुपति शमशेर जङ्ग बहादुर राणालाई पनि श्री 3 फर्काउनु पर्यो। राप्रपाले उहाँलाई पनि न्याय गराउनु पर्यो, सांसद रिजालले भन्नुभयो। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरीले पूर्व राज्य ज्ञानेन्द्र शाह र संवाद सचिव डाक्टर फणीन्द्र राज पाठकलाई कारबाहीको माग गर्नुभएको छ। सांसद गैरीका अनुसार शनिबार संवाद सचिवको रूपमा पाठकले संवेदना व्यक्त गरेका थिए। उक्त वक्तव्यमा श्री 5 महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश लेखिएको भनेर उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो। हिजो 13 गते अत्यन्तै लज्जास्पद र संविधान विपरीतको एउटा वक्तव्य आयो। डाक्टर फणीन्द्र राज पाठक संवाद सचिवको नामबाट प्रकाशित भएको वक्तव्य। यस वक्तव्यको हेडलाइनमा लेखिएको छ, श्री 5 महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको संवेदना सन्देश। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरीले भन्नुभयो, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यस्तो लेख्न नपाइने उहाँको आग्रह छ। म सरकारको ध्यानकर्षण गराउन चाहन्छु, नेपालको संविधान र नेपालको आजको व्यवस्थामा श्री 5 महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भन्ने कहाँ छ? गैरीले प्रश्न गर्नुभयो। यो लेख्न कसरी सकिन्छ? यो कसरी सम्भव भयो? यो पाइन्छ कि पाइँदैन? उहाँले प्रश्न गर्नुभयो। जो कहिले संविधानको सर्वोच्चताको ख्याल गर्नुपर्ने उहाँको आग्रह छ। उहाँले अगाडि भन्नुभयो, यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको पास गर्न पाइन्छ कि पाइँदैन, त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? उहाँले प्रश्न गर्नुभयो। पूर्व राज्य ज्ञानेन्द्र शाह र संवाद सचिव डाक्टर फणीन्द्र राज पाठकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने सांसद गैरीको आग्रह थियो। यो संवाद सचिवको रूपमा नाम रहेका डाक्टर फणीन्द्र राज पाठक र संवेदना लेख्नका लागि बक्सिने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुन अनुसार तत्काल कारबाही गरियोस् भन्ने कुरा यो सदन मार्फत ध्यानकर्षण गर्न चाहन्छु। नेपाली कंग्रेसका प्रमुख संयोजक श्यामकुमार घिमिरेले चैत 15 गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटबाटनी लुटपाटमा पार्टीको कुन सहमहामन्त्रीका छोरा संलग्न भएको हो त्यो प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई चुनौती दिनुभएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै प्रमुख संयोजक घिमिरेले यस्तो चुनौती दिनुभएको हो। शुक्रबारको प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले भाटबाटनी लुटपाटमा सहमहामन्त्रीकै छोरो भए पनि गृहमन्त्रीले हतारमा छोडेको अभिव्यक्ति दिनुभएको थियो। उहाँले लुटपाटमा गएका तपाईँकै पार्टीका सहमहामन्त्रीको छोरालाई किन छाडियो भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभएको थियो। प्रमुख सचेतक घिमिरेले उक्त घटना प्रमाणित गर्न चुनौती दिँदै आफ्नो अभिव्यक्ति फिर्ता गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले भाटबाटनीबाट रक्सीको बोतल बोकेर हिँड्नु भएको प्रमाणित गर्नका लागि म आग्रह गर्न चाहन्छु, होइन भने उहाँले आफ्नो शब्द फिर्ता लिनुपर्छ र क्षमा याचना गर्नुपर्छ। उहाँले कसैले पनि व्यक्तिगत वा सामूहिक रूपमा पार्टीलाई समेत लाञ्छित गरेर बोल्न नपाइने उल्लेख गर्दै सभामुखको ध्यानकर्षण गराउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शिक्षाका मागहरू पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताउनु भयो। आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो। उहाँले अहिले आफूहरू प्रतिपक्षमा रहेको र शिक्षाका मागहरू पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका साथ छलफल गर्ने सोच बनाइरहेको बताउनु भयो। उहाँले सरकारले शिक्षाको माग पूरा गर्न दबाब दिन जरुरी रहेको उल्लेख गर्दै सरकारले शिक्षाको माग पूरा गर्न आवश्यक ध्यान नदिएको उहाँको आरोप थियो।
अध्यक्ष नेपालले शिक्षकको ठूलो आवाजलाई समेत सरकारले सकारात्मक रूपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले आफ्नो आयोगको भन्दा उपलब्धिको चर्चा गर्न चुनौती दिनुभएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद झाले यस्तो चुनौती दिनुभएको, उहाँले सरकारले आफ्नो उपलब्धि सुनायो भने सरकारको आयुबारे थाहा हुने टिप्पणी गर्नुभयो। विश्व समुदायमा अर्थतन्त्र र सम्भावित युद्धको बारेमा चर्चा भइरहँदा नेपालका उद्योग मन्त्री चुरोट र रक्सीको लाइसेन्स कतिमा बेच्ने भनेर चर्चा गरिरहेको आरोप लगाउनुभयो। सरकार गठन हुँदाको 7 बुँदे सम्झौता सत्तारूढ दलहरूले नै बिर्सिसकेको उहाँको जिकिर थियो। उहाँले वर्तमान सरकार सहकारीमा देखिएका समस्याहरू समाधान गर्ने नाउँमा नयाँ दलका नेतालाई थुन्ने काममा लागेको आरोप लगाउनुभयो। एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न तदारुकता नदेखाएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनु भएको, उहाँले सरकारले शिक्षकहरूलाई अल्झाउनका लागि वार्ताको नाममा नाटक गरिरहेको उल्लेख गर्नुभयो। शिक्षकहरूको माग सम्बोधन गर्न नाटक नभई सार्थक वार्ता गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। उहाँले अहिले प्रमुख राजनीतिक दलहरू सरकारमा भएको बेला शिक्षकहरूसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण शिक्षकका समस्याहरू पेचिलो हुँदै गएको बताउनु। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले काम गर्न कसले रोकेको छ भन्दै सरकारमाथि प्रश्न गर्नुभएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको, उहाँले संविधान संशोधन र राष्ट्रलाई डेलिभरी दिने भन्दै मिलेका नेपाली कांग्रेस र नेकपा एमाले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो। उहाँले प्रतिपक्षको मुखमा बिर्को लाग्ने गरी काम गर्न सरकारलाई आग्रह गर्नुभयो। सरकारले सुरुदेखि नै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङमाथि झम्टिएको बताउँदै अहिले आफ्नै पार्टीका मन्त्रीहरूलाई समेत बर्खास्त गरेको बताउनुभयो। उहाँले सरकारले एकपछि अर्को मनलाग्दी गर्दै कानुन मिच्नेदेखि जथाभावी गर्ने गरेको बताउँदै आफूहरूले सबै कुरा ठिक छ भन्न नसक्ने धारणा व्यक्त गर्नुभयो। सांसद सापकोटाले सरकारले व्यतिथि र विकृतिको संरक्षण गर्ने र बिचौलियाहरूलाई खुसी पार्ने काम गरिरहेको बताउनुभयो। उहाँले प्रमुख प्रतिपक्षको नाताले हामी सरकार गलत कदमको प्रतिवाद खबरदारी र सुसूचित गर्ने जिकिर गर्छौं उहाँले भन्नुभएको छ। नेकपा एमालेका सांसद पदम गिरीले जिम्मेवार तहमा बसेकाहरूले नै शिक्षकहरूलाई गलत बाटोमा हिँड्न प्रेरित गरिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाउनु भएको, उहाँले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो राजनीतिक रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित पार्ने काम गरिएको टिप्पणी गर्नुभयो। उहाँले सरकारको नेतृत्वमा रहँदा शिक्षकहरूसँग सहमति गरेर कार्यान्वयन नगरी वर्तमान सरकारमाथि दोष थुपार्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले शिक्षकका सारा समस्याहरू वर्तमान सरकार र वर्तमान प्रधानमन्त्रीको कारण भएको हो जस्तै गरी जनतामा भ्रम पार्ने कामहरू भइरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको 10 अर्ब बढीको भ्रष्टाचारमा मुछिएकारलाई कारबाही गर्ने हिम्मत छ भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई यस्तो चुनौती दिनुभएको, उहाँले उच्चस्तरीय सशक्त न्यायिक समिति बनाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा मुछिएकारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले 22 अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा 10 अर्ब बढी भ्रष्टाचार भएको विषय संसदको लेखा समितिले उजागर गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय जगतमै नेपालको छवि धमिलिएको बताउनुभयो। उहाँले विमानस्थलमा आवश्यक लम्बाइको धावन मार्ग बन्न नसक्दा धावन मार्ग भन्दा लामो भ्रष्टाचारको लिस्ट बनेको भन्दै अन्तर्राष्ट्रिय जगतले सिरिजमा यो विषय बारम्बार उजागर गरेको जिकिर गर्नुभयो। सांसद पराजुलीले नाकै मुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि कारबाही अगाडि बढाउने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउने माथि प्रमाणित गर्न चुनौती दिनुभएको छ। प्रधानमन्त्री ओलीको यो चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित छ। कांग्रेस महामन्त्री थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयन कक्ष बेडरुमसम्म हुने गरेको बताउनु भएको थियो। 2 वैशाखमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गर्नुभएको थियो। मदन भण्डारी फाउन्डेसनको 4औं राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्केदाउ हाल्ने षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्तो आरोप लगाउने गरेको बताउनुभयो। देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै उहाँले स्थिरता विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्व विरुद्ध झुटा आरोप लगाउन थालिएको बताउनुभयो।
निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रारत भेटिनु भएको छ। हालै मात्र शिक्षा मन्त्रीबाट राजीनामा दिनुभएकी उहाँ सफा टेम्पो चढेको तस्बिर एमालेकी अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गर्नुभएको छ। तामाङले फेसबुकमा पोस्ट गरेको तस्बिर 3 दिन अगाडिको। लामाका अनुसार जारी संसद अधिवेशनको पहिलो दिनको बैठक सकिएपछि उहाँ डेरा फर्किनका लागि संसद भवनको 3 नम्बर गेटमा पठाउ कुरिरहनु भएको थियो। त्यही क्रममा निवर्तमान मन्त्री भट्टराई पनि संसद बैठकपछि निवास फर्कने क्रममा टेम्पो चढ्दै गरेको उहाँले देख्नुभयो। त्यसपछि उहाँले मोबाइलबाट केही तस्बिर खिच्नु भएको थियो। उहाँको सादगी पनि मन परेर मैले खिचेको हुँ, उहाँले अन्यथा मान्नुहोला कि भनेर 2 दिन सार्वजनिक गरिन अनुमति लिएर आज राखेको छु। मन्त्री हुनु अगाडिसम्म पनि भट्टराई सार्वजनिक सवारी साधनमै यात्रा गर्नुहुन्थ्यो। मन्त्रीबाट राजीनामा दिएकै दिन उहाँले आफ्नो सरकारी निवास र सवारी साधन परित्याग गर्नुभएको थियो। भट्टराई नेकपा एमालेका लोकप्रिय नेता स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले नेपालमा मेटा अर्थात् फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको बाउ कम्पनी दर्ता हुनै पर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहले यस्तो बताउनु भएको हो। पछिल्लो समय मेटा नेपाली जनताको सञ्चार उद्यम र अभिव्यक्तिको आधार बनेको कारण नेपालमा दर्ता गराउनु अपरिहार्य रहेको उहाँको भनाइ थियो। उहाँले मेटा मात्र नभई सबै विदेशी कम्पनीले नेपालको कानुनलाई पालना गर्नुपर्छ भन्ने कुरामा दुई मत नरहेको उल्लेख गर्नुभयो। उहाँले कानुनमा भएका उल्झनहरूलाई समाधान नगरी मेटालाई निरन्तर चेतावनी मात्र दिनु समेत लाजमर्दो विषय भएको बताउनुभयो। उहाँले मेटाले अन्य देशमा दर्ता हुँदा नेपालमा किन तर्किरहेको छ भन्दै प्रश्न समेत गर्नुभयो। उहाँले मेटासँगको वार्ता केवल कम्पनीसँगको वार्ता मात्र नभई नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय समुदायलाई दिने सन्देश समेत भएकाले सरकारले कूटनीतिक कौशलता प्रस्तुत गर्न जरुरी रहेको बताउनुभयो। सप्तरीको कञ्चनरूप नगरपालिका 10 बदगामा स्थित पूर्व पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा 6 जना घाइते भएको जिल्ला प्रहरी कार्य सप्तरी जनाएको छ। उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश 101-001 ख 3420 नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई पल्टिएको थियो। मृतक पुरुष र महिला 1-1 जना छन्। बसले च्यापिएको अवस्थामा भेटिएका महिला र पुरुषको शव गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको छ। उनीहरूको पहिचान खुल्न बाँकी छ। एकै विधेयकमा एकभन्दा धेरै ऐन संशोधनको प्रस्ताव नल्याउन सरकारलाई संसदीय समितिले सुझाव दिएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश कानुन न्याय तथा मानवाधिकार समितिका सभापति बिमला सुवेदीले गर्नुभएको थियो। उहाँले उक्त प्रतिवेदन पेश गर्दै यस्तो सुझाव दिनुभएको, एउटै विधेयकमा एकभन्दा धेरै ऐन संशोधनको प्रस्ताव ल्याउँदा काम गर्न गाह्रो भएको समिति सदस्यहरूको गुनासो रहेको उहाँले बताउनुभयो। आगामी दिनमा एउटा विधेयकमा एउटा ऐन संशोधनका विषय ल्याउन सुझाव दिनुभएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक तत्कालीन कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याउनु भएको थियो। 26 वैशाख 2080 संसदमा आएको यो विधेयक दफावार छलफलका लागि कानुन न्याय तथा मानवाधिकार समितिमा पुगेको थियो। समितिले दफावार छलफल सकाएर विधेयकको प्रतिवेदन आइतबार सभामा पेश गरेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा फेरि राजवादी आन्दोलनमा सक्रिय हुनुभएको छ। गत चैत 15 गते 3 कुनेमा भएको हिंसात्मक प्रदर्शनको दोषी रहेको भन्दै पक्राउ परेपछि उहाँ स्वास्थ्य उपचारका लागि भन्दै केही दिन अगाडि हिरासतबाट छुटेर उपचारका लागि भारत पुग्नु भएको थियो। अनुसन्धान कायम रहँदै स्वास्थ्य उपचारका लागि मात्रै हिरासत छाड्ने अनुमति पाउनुभएका राणा राजवादी आन्दोलनमा सक्रिय हुनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत 15 गते आयोजना गर्न लागि प्रदर्शनमा सहभागी हुन आह्वान समेत गर्नुभएको छ। वैशाख 15 गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरूको तत्काल रिहाई र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाइँदैन भन्दै काठमाडौँको प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सहभागिताको निम्ति सम्पूर्ण हिन्दूवादी, राजवादी, राष्ट्रवादी, प्रजातन्त्र प्रेमीहरूमा हार्दिक अनुरोध गर्दछु उहाँले लेख्नु भएको छ। राप्रपाको आन्दोलन परिचालन समिति संयोजक समेत रहनुभएका राणाले अहिले देशले परिवर्तन खोजेको भन्दै सबैलाई एकजुट हुन आग्रह समेत गर्नुभएको छ। देशले अहिले परिवर्तन खोजेको छ उहाँले भन्नुभएको छ। जनता स्थिरता र समृद्धिको पक्षमा छन्। देश र जनतालाई केन्द्रमा राखेर एकपटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ उहाँको भनाइ थियो। यस्तै प्रहरी प्रशासनले सद्भाव देखाउँदै उपचारका लागि छाडिएका व्यक्तिले राजनैतिक आन्दोलनमा फेरि सक्रिय हुन थालेपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ। संसदका कर्मचारीलाई 15 वर्षमै पेन्सन दिने प्रस्ताव संसदीय समितिबाट अस्वीकृत भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवाधिकार समितिले यस्तो प्रस्ताव अस्वीकृत गरिदिएको हो।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक ल्याएको थियो। यसमा संशोधन हालेर सांसदहरूले संसद सेवामा पुगेका कर्मचारीले 15 वर्षमै पेन्सन पाउने व्यवस्था प्रस्ताव गरेका थिए। सरकारले संशोधन गर्ने गरी प्रस्ताव नै नगरेको ऐनमा संशोधन गर्ने भनेर सांसदहरूले संशोधन हालेका थिए। समितिका सभापति बिमला सुवेदीका अनुसार त्यस्तो संशोधन स्वीकृत हुन नसकेको हो। गुल्मीमा पानी तताउने क्रममा गोठमा आगलागी हुँदा पशु चौपायासहित गोठ र बाख्राको खोरमा क्षति पुगेको छ। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर 6 मरबुङ किलिबाङका तुलबहादुर घरतीको कच्ची गोठमा पानी तताउँदा आगो सल्किएपछि गोठसहित नजिकै रहेको बाख्राको खोरमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी गुल्मीका सूचना अधिकारी प्रहरी नायब प्रेक्षक गंगाबहादुर सारूका अनुसार आगलागीबाट 2 भैँसी र 10 बाख्रा जलेर मरेका छन्। साथै 4वटा बाख्रा आधा जलेका छन्। बिहान खुवाउने भैँसीलाई पानी तताउने क्रममा आगो सल्किएपछि खरले छाएको ढुङ्गा माटोले बनेको कच्ची गोठ र काठले बनेको बाख्राको खोर जलेर पूर्ण रूपमा नष्ट भएको छ। नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले कलाकार श्वेता खड्काका कारण सिन्धुपाल्चोकका 55 घर माझी परिवार कालो सूचीमा परेर विस्थापित बनेको बताउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा सुन्ने समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिङ्गो माझी बस्ती नै कालो सूचीमा परेको बताउनु भयो। चौतारा सागा चोकगढी नगरपालिका 11 को माझी बस्ती बनाउन भनी श्वेता खड्का फाउन्डेसन मार्फत घर निर्माण गरिएको, तर उनले बीचमै छाडेर हिँडेपछि 55 घरधुरी ब्याङ्कको कालो सूचीमा परेको बताउनु भयो। सांसद माझीले भन्नुभयो, श्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो, हामी पनि उहाँको सम्मान गर्छौं, तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिङ्गो माझी बस्ती कालो सूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ। उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्न अभियान थाल्नुभयो, जनसेवा देखाउन खोज्नुभयो, तर त्यो कर्तव्य निर्वाह गर्न सक्नु भएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ। पछिल्लो समय फिल्मलाई हलमा एकसाथ टिक्न पनि मुस्किल भइरहेको बेला प्रदर्शन र चलचित्र एन्जिलाको बक्स अफिस पर्फर्मेन्स पनि लोभलाग्दो छ। प्रदर्शनको 7औं हप्तामा पनि यो फिल्मको सो संख्या 40 भन्दा माथि छ। यो फिल्मको कमाई गत सातासम्म 8 करोड नागिसकेको छ। लाइफ टाइम कलेक्सन 10 करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ। निर्माताले शुक्रबार प्रदर्शनको 51 दिन सेलिब्रेसनको तयारी गरेका छन्। यसैबीच यो फिल्मलाई भोजपुर नगरपालिकामा 4औं पटक प्रदर्शन गरिएको छ। नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टम युक्त नगरपालिकाको हलमा 500 दर्शकको सहभागितामा स्क्रिनिङ गरिएको निर्देशक मिलन चाम्सले बताउनु भयो। उहाँले भन्नुभयो, चलचित्र हल नभएको स्थानमा लगातार शो हुनु आफैमा ऐतिहासिक उपलब्धि हो र यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको छ। उक्त विशेष शोबाट उठेको मुनाफा फिल्मकी मुख्य पात्र तथा महिला फुटबल खेलाडी एन्जिला तुम्बाम्पु सुब्बाको घर निर्माणमा खर्च गर्ने पनि निर्देशकले जानकारी दिनुभयो। नगर प्रमुख आलेले घर निर्माणका लागि 50,000 रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। यो फिल्म 2081 सालमा धेरै कमाउने शीर्ष 10 फिल्मको सूचीमा छ। काठमाडौँको कालीमाटी तरकारी बजारमा भित्रिएको तिते करेलामा बढी मात्रामा विषादी भेटिएको छ। चितवनबाट आइतबार ल्याइएको तिते करेलामा 75% अर्गानो फस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले आइतबार कालीमाटी तरकारी बजारका 17 पसलको 17 थरी तरकारी तथा फलफुल परीक्षण गरेको थियो। परीक्षणका क्रममा तिते करेलामा उक्त मात्रामा विषादी भेटिएको, विषादीको मात्रा धेरै भेटिएको उक्त तिते करेला उपभोग अयोग्य रहेको जनाइएको छ। सरकारले रोकाउट प्रतिशतको दर 35 भन्दा कम हुँदा उपभोग योग्य मानेको छ। 35 देखि 45% पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ। त्यस्तै 45% भन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ। अब के अन्तर्राष्ट्रिय प्रसङ्ग संक्षिप्त रूपमा। आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरू भारत र पाकिस्तानको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको छ। दुई देशका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली आनान गरेको अधिकारीहरूले बताएका छन्। भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ। पहलगाममा 26 पर्यटकको मृत्यु हुने गरी भएको हमलालाई भारतले कश्मीरमा 1/4 शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण भनेको छ। इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई तुच्छ भन्दै कुनै पनि भारतीय कारबाहीको जवाब दिने प्रतिज्ञा गरेको छ। भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखामा पाकिस्तानद्वारा सुरु गरिएको साना हतियारको आफ्नै सैनिकहरूले उपयुक्त साना हतियारहरूको गोलीबारी सहित प्रभावकारी ढङ्गले जवाब दिए, भारतीय सेनाले भनेको छ। हाम्रा सैनिकहरूले उपयुक्त साना हतियारहरूले गोलीबारी सहित प्रभावकारी ढङ्गले जवाब दिए, भारतीय सेनाले भनेको छ। पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन। आक्रमणपछि नयाँ दिल्लीले पानी बाँडफाँड सन्धि स्थगित गरेको छ। पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ। कूटनीतिक सम्बन्ध कम
गरेको छ र पाकिस्तानका लागि भिसा फिर्ता लिएको छ। जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न आदेश दिएको छ। सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकका लागि भिसा रद्द गरेको छ र आफ्नो तर्फबाट मुख्य सीमा क्रसिङ बन्द गरेको छ। संयुक्त राष्ट्रसङ्घको कट्टर प्रतिद्वन्दी भारत र पाकिस्तानलाई अधिकतम संयम देखाउन आग्रह गरेको छ। राष्ट्रसङ्घले मुद्दाहरू अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न जोड दिएको छ। दक्षिणी इरानको बान्दर अब्बास सहरको साइद रजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या 25 पुगेको छ। त्यस्तै 800 भन्दा बढी घाइते भएको प्रशासनले जानकारी दिएको छ। यो विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू समेत फुटेका थिए। घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्थ्यो। सैद रजाई इरानको सबैभन्दा ठुलो व्यापारिक बन्दरगाह हो। विस्फोट के कारणले भयो भनेर अझै खुलेको छैन। प्रवक्ता फातेमा मोहजेरानीले यसको कारण पत्ता लगाउन केही समय लाग्ने बताइन्। उनले भने हालसम्म बन्दरगाहको कुनामा राखिएका कन्टेनरहरू विस्फोट भएको पत्ता लागेको छ। यसमा भएका सम्भावित रसायनहरू विस्फोट भएको हुन सक्छ। बीबीसीले प्रमाणित गरेका भिडियोमा आगो बढ्दै गएर ठुलो विस्फोट भएको देखिन्छ। त्यसपछि मानिसहरू डराएर भागिरहेको र कतिपय घाइते अवस्थामा धुवाँले ढाकिएको र सडकमा लडिरहेका थिए। बन्दरगाहको भन्सार कार्यालयले टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताइएको छ। पुरै गोदाम धुवाँ धुलो र खरानीले भरिएको थियो। म आफै टेबल मुनि गएको थिएँ कि विस्फोटले यहाँ पुर्याएको थियो या छैन, घटनाका प्रत्यक्षदर्शीले इरानी राज्य टिभीलाई बताएका छन्। आकाशबाट खिचिएको भिडियोमा कम्तीमा 3 ठाउँमा आगो लागेको देखिन्थ्यो। इरानका गृहमन्त्रीले पनि आगो एक कन्टेनरबाट अर्कोमा फैलिएको बताएका छन्। सो क्षेत्रका विद्यालय र कार्यालयहरू आइतबार बन्द रहेका थिए। पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलाल भुट्टो जरदारीले भारत र सिन्धु नदीका बारेमा एक विवादास्पद अभिव्यक्ति दिएका छन्। बिलवालको उक्त अभिव्यक्तिपछि भारतीय नेताले चर्को प्रतिक्रिया दिएका छन्। उनले पाकिस्तानको सिन्ध प्रान्तको शुक्रबारमा आयोजित एक र्यालीका क्रममा भनेका थिए कि त सिन्धु नदीमा हाम्रो पानी बग्छ वा उनीहरू भारतको रगत बग्नेछ। भारतले सिन्धु नदीमा पुनः आक्रमण गरेको उनले आरोप लगाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रति लक्षित गर्दै उनले भनेका थिए मोदी आफ्नो कमजोरी लुकाउन झुट्टा आरोप लगाउने गर्छन्। उनले अगाडि भने सिन्धु नदी हाम्रो हो र यो हाम्रो नै रहनेछ। यहाँ पानी नबगे भारतको रगत बग्नेछ। सिन्धु पानी सम्झौता न त अन्तर्राष्ट्रिय स्तरमा अस्वीकार्य हुन्छ न त पाकिस्तानमा। बिलवालले सिन्धु नदीको हकमा आफ्नो सङ्घर्ष जारी राख्ने र पाकिस्तानी सेनाको सीमामा कडा प्रतिकार गर्ने बताएका थिए। उनको यो भनाइप्रति भारतका केन्द्रीय मन्त्री हरदीप सिंह पुरी, जलशक्ति मन्त्री सीआर पटेल लगायत नेताहरूले आपत्ति जनाएका छन्। हरदीपले उक्त अभिव्यक्तिलाई मूर्खतापूर्ण भनेका छन्। यस्ता भनाइलाई कसैले ध्यान दिन नहुनेमा उनले जोड दिएका छन्। भारतीय केन्द्रीय मन्त्री सुकान्त मजुमदारले बिलवालले पाकिस्तानको इतिहास सम्झाउनु पर्नेमा जोड दिएका छन्। उनले यस्ता धम्की धेरै वर्ष अघिदेखि सुनेको भन्दै उनलाई एकपटक इतिहास पढ्न सुझाव दिएका छन्। भारतले पाकिस्तानसँगको सिन्धु नदी पानी सम्झौता निलम्बन गरेको छ। पाकिस्तानमा यो निर्णयको विरोध भइरहेको छ। युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग शनिबार भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न नचाहेको बताएका छन्। ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथ सोसियलमा पोस्ट गर्दै रुस र युक्रेनको मामिलामा जतिसुकै राम्रो युद्धविराम सम्झौता गरे पनि त्यसको आलोचना हुने बताएका छन्। क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार रोम पुगेका डोनाल्ड ट्रम्पले त्यहाँ जेलेन्स्कीलाई भेटेका थिए। सेन्ट पिटर स्क्वायर्समा भएको यो छोटो बैठकको तस्बिर युक्रेनी अधिकारीहरूले जारी गरेका थिए। उनले पुनः दाबी गरे यो युद्ध कहिल्यै हुनु हुँदैन थियो र यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन। राष्ट्रपतिको रूपमा शपथ लिनु अघि नै ट्रम्पले आफू त्यहाँ भएको युद्ध समाप्त गर्ने बताएका थिए। उनले पछि पनि यस्तै दाबी गर्दै आएका छन्। यसको केही समयपछि ट्रम्पले सामाजिक सञ्जालमा एक प्रसिद्ध पत्रिकाको नाम लिँदै लेखे, रुस युक्रेनको मामिलामा मैले जुनसुकै सम्झौता प्रस्तुत गरे पनि जतिसुकै राम्रो किन नहोस् यो अहिलेसम्मकै सबैभन्दा ठुलो सम्झौता भए पनि मेरो आलोचना हुन्छ। उनले भनेका छन् पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले नै रुसलाई युक्रेनबाट क्रिमिया खोज्न सम्भव बनाएका थिए। त्यो पनि एक गोली पनि नचलाइकन। यो मजाक हो कि उनीहरूले कहिले ओबामाले क्राइमिया रुसलाई दिएकोमा आलोचना गरेका छन्? एकपटक पनि होइन। उनीहरूले ट्रम्पको मात्र आलोचना गर्छन् र यो मूर्ख युद्धसँग मेरो युक्रेनलाई हतियार दिएको भन्दा अरू केही सम्बन्ध छैन। तुओतु ओहे मौसम विज्ञान स्टेसन उत्तर पश्चिम चीनको छिगहाई प्रान्तको गोलमुड सहरमा 4534 मिटरको उचाइमा अवस्थित छ। 1953मा स्थापना भएदेखि मौसमविदहरू त्यहाँ तैनात छन्। बहुमूल्य मौसम विज्ञान डेटा प्राप्त गर्दै
र विश्वको छाना भनेर चिनिने यसले जलवायु अवलोकनमा मद्दत पुर्याइरहेको छ। यो विज्ञान स्टेशनको तथ्याङ्कले देखाउँछ कि विगत 30 वर्षमा यस क्षेत्रमा औसत वार्षिक तापक्रम 1.1 डिग्री सेल्सियसले बढेको छ। वार्षिक वर्षा 13.8% बढेको छ। बालुवाको आँधीका दिनहरूको संख्या 1972 देखि 2000 अवधिको तुलनामा प्रति वर्ष औसत 11.1 दिनबाट घटेर 5 दिनमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको अप्रिल 30 मा 100 दिन पुरा हुँदैछ। यसअघि उनले एक अन्तर्वार्तामा भनेका थिए, म अद्भुत काम गरिरहेको छु। अमेरिकी जनताले मलाई फेरि राष्ट्रपति चुनाव लड्न माग गरिरहेका छन्। मानिसहरू मलाई दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनाउन आतुर छन्। उनले भने, राष्ट्रपतिको रूपमा मेरो 100 दिन अमेरिकी इतिहासको सबैभन्दा महान दिन थियो। हामीले धेरै कानुनहरू परिवर्तन गर्यौँ। शुल्कबाट हुने क्षति रोकियो, काटियो। 1 वर्षमा ट्यारिफबाट 170 लाख करोड रुपियाँ आम्दानी हुनेछ। यसले मध्यम वर्गलाई राहत दिनेछ। ट्रम्पले थप भनेका छन्, पहिलो कार्यकालमा सीमामा 100 माइल लामो पर्खाल निर्माण गरियो, त्यसपछि यो रोकियो। हामी मेक्सिकोको सिमानामा पर्खाल बनाउनेछौँ। सीमा सुरक्षित गरेर हामी लागु औषध सङ्कटबाट बाहिर निस्कनेछौँ। साथै 2 करोड अवैध आप्रवासीहरूलाई देशबाट धपाइनेछ। त्यस्तै ट्रम्पको कार्यकाल 2029 मा समाप्त हुनेछ। अमेरिकामा 2 पटक राष्ट्रपति बन्ने प्रावधान छ। ट्रम्प नोभेम्बरमा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए। यसअघि उनी 2017 देखि 2021 सम्म राष्ट्रपति थिए। यदि ट्रम्पले तेस्रो पटक राष्ट्रपति बन्ने प्रयास गरे भने उनले त्यसका लागि संविधान संशोधन गर्नुपर्छ। यसका लागि अमेरिकी कांग्रेस र राज्यहरूको समर्थन आवश्यक पर्नेछ। उनलाई तेस्रो पटक राष्ट्रपति बनाउन 2 महिना अघि विधेयक पेश गरिएको थियो। नोभेम्बरमा चुनाव जितेपछि ट्रम्पले पहिलो पटक तेस्रो पटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए। त्यसपछि उनले भनेका थिए, मलाई लाग्दैन कि म फेरि राष्ट्रपति पदको लागि चुनाव लड्नेछु, तर यदि तपाईँ चाहनुहुन्छ भने म यसको बारेमा सोच्न सक्छु। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौँ। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। हाम्रो बिहानी न्युज बुलेटिन हरेक दिन बिहान 5 बजे हाम्रो यस युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ। जाँदै प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। तपाईको बाँकी पल सुखद रहोस्।